नमस्कार, वेलकम छ मेरो युट्युब च्यानल प्रिन्स भ्लगरमा। आज हामी यो कमल पोखरीमा गएको। कमल पोखरीमा जाँदा हामीले धेरै अनुभव बटुल्न पायौँ र अनुभव बटुलेको अनुसार मैले एउटा सानो भिडियो बनाएँ। त्यहाँ मलाई एउटा कुरा अन्यल लागेको कुरा के हो भने कमल पोखरीमा कमल फुल छैन तर माछा छन् क्या, त्यहाँ माछा छन्। त्यही भएर मलाई चाहिँ हल्का लाग्यो, एकदम बवाल छ। सबैले चाहिँ त्यहाँ एकचोटि अवलोकन गर्नु अथवा भ्रमण गरिदिनु होला। र हाम्रो यो पर्यटकीय स्थल चाहिँ हामीले कसरी प्रमोट गर्ने भन्ने कुरालाई चाहिँ हामीले मध्यनजर गर्नुपर्छ। मध्यनजर गर्ने हो र हामीले त्यही अनुरूप हामीले एउटा भिडियो बनायौँ र बनाउँदा हामीलाई धेरै उत्सुकता जाग्यो र हामीलाई धेरै हर्षफुल भयौँ हामी। ठिक छ, हाम्रो यो पर्यटकीय स्थलमा सबैजना आउनु होला र यो स्थान चाहिँ काठमाडौँको कमल पोखरी हो। यो स्थान चाहिँ कमल पोखरी हो र अहिले म धेरै किसिमका फुलहरू छन् त्यहाँ हैन। त्यहाँको इन्भाइरोमेन्ट, वातावरण सबै एकदम राम्रो छ, बवाल छ त्यहाँ हैन। फेरि त्यहाँ लड्की हेर्ने भने बवाल छन्, त्यहाँ लड्की पनि बवाल छन्। सिङ्गल हुनुहुन्छ भने त्यहाँ जानु होला, कपाल हुनुहुन्छ भने त्यहाँ जानु होला। र हाम्रो त फोन राम्रो होइन त आइफोन लिएर जानु होला, आइफोन लिएर जानु होला। त बेजत हुन्छ त्यहाँ। म लुकिकन भिडियो बनायौँ, त्यो चाहिँ गर्नु होला। ल ओके, थ्याङ्क यू वाचिङ फर माई भिडियो। र लास्टमा मलाई सब्सक्राइबर गर्न चाहिँ नभुल्नु होला है, माया छ।